नमस्कार सबैजनालाई। आजको भिडियोमा हामी हेर्न गइराखेको छौँ नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका वर्तमान आयामहरू। अब अन्तर्राष्ट्रिय सम्बन्धलाई सजिलो भाषामा बुझ्नु पर्यो भने जस्तै हाम्रो घर वरिपरिको छिमेकीहरूसँग जुन हाम्रो सम्बन्ध हुन्छ त्यसलाई हामी घरेलु सम्बन्ध भन्छौँ। तर यदि दुईटा देश बीचको सम्बन्ध छ भने त्यो सम्बन्धलाई हामी अन्तर्राष्ट्रिय सम्बन्ध भन्छौँ। अब यो कुराहरूलाई हामी विस्तारमा हेरौँ के कस्ता आयामहरू हाम्रा नेपालले अपनाएको छ त। सबैभन्दा सुरु इन्ट्रोडक्सनबाट गरौँ। अब आजको ग्लोबलाइजेसनको युगमा हाम्रो कुनै पनि देश एक्लै अगाडि बढ्न सक्दैन। हामी सबैलाई एकअर्काको सहयोग चाहिन्छ। अब ठ्याक्कै डेफिनिसनै लेख्नु पर्यो अन्तर्राष्ट्रिय सम्बन्धको भने के लेख्ने? देश बीचको मित्रता, सहकार्य, लेनदेन र समझदारी नै अन्तर्राष्ट्रिय सम्बन्ध हो। अब यो अन्तर्राष्ट्रिय सम्बन्धको आयाम के छ त? यसको आयाम भनेको संसारसँग मित्रता कायम राख्दै देशको फाइदाको लागि आर्थिक र प्राविधिक सहयोग जुटाउनु नै नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको वर्तमान आयाम हो। अब अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा हाम्रो संविधानमा केही लेखेको छ त? हो। नेपालको परराष्ट्र नीति संविधानको धारा 51 को उपदफा ड अनुसार निर्देशित छ। अब हामी हेरौँ वर्तमान आयामहरू के छन् त? सबैभन्दा पहिलो भनेको राजनीतिक आयाम हो। यो भनेको नेता बीचको सम्बन्ध र देशको राजनीतिक स्ट्यान्ड हो। अब यो राजनीतिक आयामभित्र के कुराहरू पर्छ त त्यो हेरौँ त। अब सबैभन्दा पहिला भनेको हाम्रो देशको परराष्ट्र नीति कस्तो छ? हाम्रो देशको असंलग्न परराष्ट्र नीति छ भनेको हाम्रो नन एलाइन फरेन पोलिसी छ। यो भनेको हामी कुनै गुटमा लाग्दैनौँ, न अमेरिकाको गुटमा, न चीनको गुटमा, न अरूको गुटमा। भनेको हामी सबै राष्ट्रसँग मित्रता कायम गरेर हिँड्छौँ। यो भित्र अर्को के पर्यो त? उच्च स्तरीय भ्रमणहरू, जस्तै पछिल्लो समयमा नेपालमा विदेशका राष्ट्र प्रमुखहरूको भ्रमण भाग लिएको छ। यसले नेपालको राजनीतिक महत्त्व बढेको देखाउँछ। त्यस्तै अर्को छ हाम्रो पञ्चशीलको सिद्धान्त। यो भनेको हामी अरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौँ र हाम्रो पनि मामिलामा अरूले हस्तक्षेप नगरोस् भन्ने चाहन्छौँ। त्यस्तै भनेको अर्को छ क्षेत्रीय सहयोग। यो भनेको सार्क र बिमस्टेक जस्ता मञ्चहरूमा नेपालको सक्रियता, यी सबै कुराहरू हाम्रो राजनीतिक आयामभित्र पर्यो। त्यस्तै अर्को आयाम हाम्रो रहेको छ कूटनीतिक आयाम। अब यो भनेको हाम्रो सम्बन्ध विस्तार गर्ने तरिका हो। यो भनेको एक देशले अर्को देशसँग बोल्ने कला र त्यो देशलाई फकाउने अथवा मनाउने कला पनि हो। अब यो आयामभित्र के कुराहरू पर्छ त्यो हेरौँ है। सबैभन्दा पहिलो भनेको सम्बन्ध विस्तार। नेपालले हालसम्म 183 भन्दा बढी देशहरूसँग कूटनीतिक सम्बन्ध स्थापना गरिसकेको छ। ट्र्याक टू कूटनीति भनेको सरकार मात्रै होइन, अब जनता, विज्ञ, व्यापारीहरू मार्फत पनि सम्बन्ध विस्तार भइरहेको छ। भनेको एक देशको मान्छे अर्को देशमा गएर कुनै कामहरू अथवा कुनै फ्याक्ट्रीहरू सञ्चालन गर्छ। सरकारले त्यो गरेको होइन, कुनै व्यक्तिले मात्रै एक देशबाट अर्को देशमा काम गरेको, त्यसलाई हामी ट्र्याक टू डिप्लोमेसी भन्छौँ। त्यस्तै भनेको अर्को छ प्रविधि मैत्री कूटनीति। हाम्रा दूतावासहरू भनेको एम्बेसीहरू पासपोर्ट र भिसाको काम छिटो बनाउन प्रविधिको प्रयोग गर्दैछन्। त्यस्तै कूटनीतिक आयामभित्र अर्को कुरा आयो फोरमहरूको प्रयोग। अब युएनमा नेपालको उपस्थिति बलियो हुँदैछ। जलवायु परिवर्तनमा क्लाइमेट चेन्जको मुद्दामा नेपालले विश्वको ध्यान आकर्षण गराइरहेको छ। यो सबै हाम्रो कूटनीतिक आयामहरू छन्। अब नेपालको कूटनीति यस्तो छ कि न झगडा, न हतियार, हातमा खुकुरी होइन, संविधान।
यही कूटनीति मानेर हामी अगाडि बढिरहेका छौँ। अब तेस्रो आयाम भनेको हाम्रो आर्थिक आयाम हो। यो भनेको देशबीच हुने व्यापार, लगानी, सहायता र आर्थिक सहकार्यलाई बुझिन्छ। अब यो आर्थिक आयामभित्र के कुरा आयो त सबैभन्दा पहिला भनेको वैदेशिक सहायता होइन, लगानी र व्यापार भनेको अब हामीलाई दया गरेर अनुदान भन्दा पनि नफा कमाउने लगानी चाहिएको छ। जलविद्युतीय व्यापार भनेको हामी 1 रुपियाँको सामान बेच्छौँ भने 15 रुपियाँको सामान किन्छौँ। यसलाई कम गर्न बिजुली व्यापार इनर्जी ट्रेडमा जोड दिएको छ। भारतसँग 10 वर्षमा 10,000 मेगावाट बिजुली बेच्ने सम्झौता हुनु र बङ्गलादेशमा पनि बिजुली निर्यात सुरु हुनु नै आर्थिक कूटनीतिको ठूलो सफलता हो। त्यस्तै यही भित्र अर्को के पर्यो त्यो भनेको पर्यटन कूटनीति। अब यसमा के छ, बुद्ध नेपालमा जन्मेका हुन् र सगरमाथा यहाँ छ भनेर मात्रै पुग्दैन। विदेशीलाई नेपाल ल्याएर उनीहरूको खल्तीको डलर नेपालमा झार्ने वातावरण बनाउनुपर्छ। यो पनि हाम्रो आर्थिक आयामभित्रै आयो। त्यस्तै अर्को के कुरा छ, श्रम कूटनीति। हाम्रा करिब 50 देखि 60 लाख युवा विदेशमा छन्। उनीहरूको सुरक्षा गर्नु, राम्रो तलब सुविधाको लागि लबिङ गर्नु, लबिङ भनेको उनीहरूसँग सहकार्य अथवा बार्गेनिङ गर्नु, उनीहरूले पठाएको रेमिट्यान्सलाई उत्पादनमा लगाउनु अहिलेको परराष्ट्र नीतिको मुख्य चुनौती र आयाम हो। यो सबै कुरा हाम्रो आर्थिक आयामभित्र पर्यो। त्यस्तै चौथौँ र अन्तिम आयाम भनेको हाम्रो सामाजिक र सुरक्षाको आयाम हो। यो भित्र हाम्रो संस्कृति, शिक्षा, मानव अधिकार, आप्रवासन र सामाजिक सहकार्यहरू पर्छ। यो आयाम भनेको देशको ढाड हो। यसलाई हामीले एकदम मजाले बलियो बनाउनु पर्छ। अब यो आयामभित्र हामी के कुराहरू हेर्न सक्छौँ त सबैभन्दा पहिलो भनेको भू राजनीतिक संवेदनशीलता। अब यो संवेदनशीलता भनेको किनभने हाम्रो उत्तरमा चीन छ, दक्षिणमा भारत छ र टाढाबाट हामीलाई अमेरिकाले पनि हेरिरहेको छ। यी तीनवटै शक्ति नेपालमा आफ्नो प्रभाव जमाउन चाहन्छन्। त्यही भएर नेपालले यी शक्तिहरूको प्लेग्राउन्ड बन्न नदिई सन्तुलन मिलाउनु पर्छ। त्यस्तै यो भित्र अर्को के पर्यो, शान्ति सेना। जस्तै नेपालले सेनाले द्वन्द्वग्रस्त देशहरूमा गएर शान्ति स्थापना गर्छ। यो नेपालको सफ्ट पावर हो र गौरव पनि हो। धेरै सेना पठाउने देशमा नेपाल अगाडि छ र यसले नेपालको इज्जत बढाएको छ। त्यस्तै यही आयामभित्र अर्को कुरा के पर्यो, हाम्रो मित्र राष्ट्रको सुरक्षा। नेपालको भूमि प्रयोग गरेर छिमेकी विरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिज्ञा। हामी हाम्रो आँगनमा बसेर छिमेकीलाई ढुङ्गा हान्न दिँदैनौँ। अब यहाँ भनेर छिमेकी भनेर हामी चीन र भारतलाई भनेका छौँ। यी सबै कुराहरू हाम्रो सुरक्षा आयाम अथवा सामाजिक आयामभित्र पर्यो। र आयामहरू सके पछाडि अब हामी हेर्छौँ हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धहरू राख्दा के चुनौतीहरू छ त एक गरेर त्यो पनि हेरौँ। सबैभन्दा पहिलो भनेको असन्तुलित व्यापार भनेको ट्रेड डेफिसिट। यो भन्नाले हामी बेच्नुभन्दा धेरै के गर्छौँ, किन्छौँ भनेको हाम्रो एक्सपोर्ट भन्दा धेरै के छ, इम्पोर्ट छ। अर्को छ प्रतिबद्धता र कार्यान्वयनमा खाडल। यो भनेको हामी सन्धि सम्झौता त गर्छौँ तर काम समयमा कहिल्यै सकिँदैन। अर्को छ ब्रेन ड्रेन। यो भनेको हाम्रो दक्ष जनशक्ति भनेको स्किल मेन पावर विदेश पलायन हुँदैछ, जसले गर्दा कूटनीतिक लज्जाको विषय बन्न सक्छ। अर्को छ नाजुक सन्तुलन भनेको हामी दुईटा शक्तिशाली राष्ट्रहरूको बिचमा छौँ र दुईटै शक्तिशाली राष्ट्र भन्नाले चीन र इन्डिया। यिनीहरूको जहिले लडाइँ परिरहन्छ। फिजिकल वार नभए पनि
ट्रेड वार, अरू के वारहरू भित्रै भइरहेको हुन्छ, जसमा नेपाललाई जोगिन गाह्रो भइरहेको छ। अब हामी यता जानु कि उता जानु, त्यही भएर हामी दुईटै देशसँग सन्तुलित सम्बन्ध कायम गरेर अगाडि बढ्नुपर्छ। एउटा साँचो कुरा के छ भने हाम्रो देश सानो छ, त्यही भएर हामीले बोल्दा पनि सोचेर बोल्नुपर्छ। अब हामी अन्तर्राष्ट्रिय सम्बन्धको महत्त्वहरू हेरौँ अथवा यसको फाइदाहरू के छ त हामीले अन्तर्राष्ट्रिय सम्बन्ध राख्यौँ भने हामीले के फाइदा हुन्छ त? सबैभन्दा पहिलो फाइदा भनेको राष्ट्रिय हितको संरक्षण हुन्छ, त्यस्तै आर्थिक विकासमा सहयोग पुग्छ, विश्वमा नेपालको पहिचान बढ्छ, शान्ति र स्थिरता स्थापना हुन्छ अथवा यसमा प्रवर्तन हुन्छ भनेको शान्ति र स्थिरता बढ्छ, हामीलाई प्राविधिक सहयोग मिल्छ, हामीलाई नीति निर्माणमा सहयोग मिल्छ भनेको हामीलाई नीति निर्माणहरू बनाउनु छ भने त्यसमा सजिलो हुन्छ यदि हामीले अन्तर्राष्ट्रिय सम्बन्ध राखेको छौँ भने, राम्रो छ भने हाम्रो सम्बन्धहरू, यी सबै हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धका फाइदा अथवा महत्त्वहरू हुन्। अब हामी सबै हेरे पछाडि अब निष्कर्षतिर लागौँ। यति पढेर हामी के निष्कर्ष दिन सक्छौँ त? नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो छ त? नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध भनेको शान्ति, सहकार्य र सन्तुलनमा आधारित छ। र अर्को, नेपाल सानो भए पनि विश्वमा इज्जतदार पहिचान बनाएको देश हो। ल साथीहरू, आजको भिडियोमा यति नै थियो। भिडियो कस्तो थियो कृपया तल कमेन्ट गर्नुहोला। भिडियो मन परे लाइक र सेयर गर्नुहोला। अब हामी छिट्टै अर्को भिडियोमा भेट्नेछौँ। नभेटुन्जेल सबैजना स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र आफ्नो तयारीमा जुटिरहनुहोस्। साथै मैले यो भिडियोको PDF डिस्क्रिप्सनमा हालिदिएको छु, त्यहाँबाट तपाईँहरूले डाउनलोड गर्न सक्नुहुन्छ। हस्त, धन्यवाद।